स्कुटीमाथि बसेको थियो अचल्तामन्त अलि पहिला देखेर अलि बुढा भएका मान्छेलाई पनि चिन्दिनँ उमेरकालाई पनि चिन्दिनँ उसले नमस्कार गर्छ अब स्कुटी यहाँ थियो पछाडि थियो चलाउनेहरूको त्यहाँ को हो मैले चिनिनँ बल्ल बल्ल सल कहीँ दाउरा माछाको सल पनि दाउरा हुन्छ बुकुरा ल्याइदिएको ठुली मम्मीले ए यो त बेउती होला हुन बेउती बिक्री छोड्यो कि तताउँछु कर खिर सिटन तरकारी पकाउने हो त्यति हो नपकाउने होइन पकाउने त्यही त एबा धुरुवा बसी कोइली ब्याइछ र है ए ब्याइछ उसो भए त बसी ब्याएपछि एक दिन बिराएर आउनु होला भन् त मलाई हो र त्यहाँ अब यत्न आउन एक दिन बिराएर सक्छु कि छोरा भने भरतले पनि गर्छ भरतले पनि माइ गर्छ तिनी बेला त बुढाबुढी त्यतातिर कोही छैन चिज त्यहाँ चिज हुन्छ आमादेखि चाहिँ हुन्छ पोरै पराएर चौतारा गएर उताकालाई सबैलाई टिको लगाइदिएर त्यहाँबाट यहाँ आएर हाम्रा गाउँका छोराहरूलाई टिको लगाएर उताबाट फोन गरेको गरेर पहिला ऋषिकेशले उठाइन्छ फोन काटिदिएछ अरे त्यहाँबाट फेरि गरेछन् फेरि 3 फेर हावामा आमालाई लिएर आऊ भनेर भन्छन् लैहिँड्नुहोस् भनेर बराथुमे ठाटोले पसलेकालाई सबैलाई उयो टिको लगाइदिएर त्यहाँबाट यहाँ आएर फेरि हाम्रा गाउँका छोराहरूलाई टिको लगाइदिएर मलाई त बेलुकी भयो आजभोलि त त्यही दबाई खाना पर्ने भएर बेलुकी हुन्थ्यो कति कसैलाई उनीहरूले माग गरेर बोलाएपछि त बराथुमी पनि छोरा उनको डाक्टर पनि अब दिनले जेठो भन्ने ऊ अब 80 वर्ष 80-85 कतिको भयो पनि छोरै हो त्यही त सबै छोरा हुन् छोरा नाति अचल अलि हिँड्न सकोस् हुन लाग्छ लौरो नभइकन आजभोलि यसरी आए जस्तो हुन्छ त्यही त उहाँ आउँछ कति दुधले उहाँ त 1 लिटर त्यहाँबाट 1 लिटर उताको 2 लिटर यो लान पर्छ त्यति त काम हुन्छ त उता त अनि 1 लिटर हो कि 1.5 लिटर कति हो पसले काँडे 1 लिटर लिऊ पसले काँडे त 1 मान हो कि कुनै कत्रो भाँडा लिऊ यतै डोलु थियो यत्रो डोलुवा त ढेरै हो यता बेउती त भित्रिन अस्ति उसका दिन यति ल्याइथिए नभएर होला खर पाड उफ्रिन्छ पाडा काटीकुटी लाएर हो पो त्यसो गरिन्छ भन्थ्यो साइला बाले त्यहाँबाट मैले भने उफ्रेर बस्ने दिएन भने खुट्टो बाँधिदिए एउटा खुट्टो बाँधिदिएछ त उफ्रिन्न भनेर चाहिँ हाम्रो त जस्ता बसी दुन्थ्यो कर बाबाले अझ तिनीजना भन्छ त त्यसो गरेर चटेर भित्ता हो र भित्तामा रहेछ चटेर दुन्थ्यो जस्ता बसी पनि दुन्थ्यो यहाँदेखि कोही मान्छेले ए बालखा छोरा कसरी ए बल्ल खै पनि भन्दै हिँडेछ मेरो छोरो पनि अलि दौरो पनि थियो सानैबाट काम बोल्ला हुनुहुन्थ्यो कि हयामा ठुलाले माइलो अब बाबु बित्तिकै वर्ष नहुँदै हिँड्यो 2 भाइ छोराले गर्दा गरे अब आफूलाई चाहिँ अगाडि जोरे ससुरको आँखा कमुँदो लागि मलाई एकदम हर्क छ अब
आफू आफूलाई जगायो त विदेशबाट आएर बसे हुँदो भनेपछि त जानु न त्यही त आएर अब बसे हुँदो यत्रो वर्ष गयो घर पनि बाल्खा भाइ बहिना दुःख पाएर आमा छोराले नारा बटारिएर यत्खेर हामी कहाँ भित्र पस्थ्यौँ र यत्खेर स्कुलबाट आएर दिदीले गोबर फाल्ने घाँस हाल्ने बा के गर्थे सिकाले पुसमा लादिन त छोटा हुन्थे रात पर्छ 4 बजे हामी आउँदा भर्खर आऊ भनेर पकाउन बसालियो दुध खान्छौँ खाना खाने दिन्छु फेरि त बिग्रिएन छोरा बिग्रिएन कति दिन भयो 12 गते बिहाइको भयो मस्त तरकारी पकाउनु पर्यो बाबाले आमा जस्ता मैसिन दुनुहुन्थ्यो र बाबालेको जस्ता मैसिन दुनुहुन्थ्यो र भने जस्ता पनि दुन्थ्यो त्यहाँ एउटा भैँसी 56 सालमा हो सिँगेर ल्याएको त्यस वर्ष 55 सालमा हामीले थारो बनाइयो दिदीको बिहा लियो अलिकति ऋण जस्तो भयो हो त्यहाँबाट 2टा अर्को पनि बिउनी थियो त्यहाँबाट त्यसको पाडी भएको थियो त्यहाँबाट भैँसी साट्न पर्यो भान्ज अब भैँसी साट्न पर्यो मेरो मागा बिउनी हो भनेर भनेछ उसले सुसिङका शिवेले त्यहाँबाट हुन्छ भनेर यत्रै थियो बिउँ त मस्त जेठका 20 गते बिहा हो मागा बिउनी भनेको त्यति ढाँटेको अनि त्यहाँबाट त्यहाँ सकिएन त्यहाँबाट पुरीबारी गएर एउटा बुढो गाई लिएर आऊ त्यहाँ अब शीतल नहुनु दुन नसकेर आमा त्यहाँबाट त्यहाँ त बिउँदा त तँ त बिहाएर लुलो पाडो जन्मिएको पछाडि खुट्टै नटेको त्यहाँ तँ नेत्री दमाईलाई बोलाएर 3-4 दिनका दिन तँ पाडो दिएर हौ त दो त्यस बेतमा त्यहाँबाट अर्को बेतमा तँ भैँसी दोहोर बसेर हुन्छ र हामीले दुन्छौँ अब हामीले दुहुने गर भने छोरो मान्छे घर बसेर हुन्छ अब भाइले अब एउटा त्यति कमाएकाले थोरै भयो जहाँ बढियो बिरामी हुने भनेर त्यहाँ त गयो बाबा त खान्छ हामीले दुनियाँ मम्मीले मैले दुहेँ आन्टीले मैले त कोही त्यो सानो हुँदा त घाँस हिउँथेँ उसै भैँसी दुन जस्ता पनि दुन्थ्यो बाबा त जस्ता पनि दुन्थ्यो हान्ने नि अब एउटा भैँसी कस्तो सुन्दरले कस्तो झिकाएर पारो भने लुइना नगई भएन घर अरू जान पनि भइयो ती 3टा बाल उठेर जाने ती 3टा बाल नातिहरू अब दुध नखाए के खुवाउने बिहान उठेर 1 मान दुध मिठो पकाएर त्यहाँबाट बिहान आटो पकाउँथ्यो अनि बिहान भात खान दिउँ दह्रो चिज काम गर्न पर्ने दह्रो चिज खान्थ्यौँ अनि साँझ भात खान्थ्यौँ अब पकाउँदै भन्छ मसला पिसीको कता छ अब मलाई त अहिले पकाउनुहुन्छ सेतो तेल घरमा तेल हेर त यो त सेतो तेल त चिसो हुन्छ त्यही भुटन हाले केही हुन्न आमा कुट्ने धेरै दुःख देखेर बल्ल
मैले गर्छु भन्नु कोही त नदेखिकन त सूर्य नदेखिकन त खाना नहुने दिनभरि बादल हुने त्यही त भोकै बस्न पर्यो ब्यालखसितकै मान्छे अनि त्यहाँबाट बुढाहरूका कान्छा मुखेले पनि भनेको तिमीले छोप भाइ त्यो व्रत नाइनले अब बालखसित सबै गर्नुपर्छ हामीलाई ढिकी झाँतो घाँस यता उता अहिलेका जस्तो छ त अहिले त दैला मिल्छ नि ढोकर बोकेर टाढा पनि जानु पर्दैन मिटरको पानी नपाला बस्न पर्ने न कि मुनतिर ठुली मम्मीले चाहिँ नि खरेना पाउनु रहेछ खरेन काट्ने जाने बेला बेनी दाइलाई ए होइन उसलाई गीता दिदीलाई के हो त्यहाँ बुढाहरूका कान्छा मुखेले भनेछ नि त बल्ल व्रत छोप्नु आइको ए यो मैले पुन्नुको बिर्सेँ कथा उसका एकादशीको सम्झी तपाईँले कति वर्ष लिने हो आमा व्रत व्रत त मैले त कति लिएँ पहिला हजुरबाका नामबाट शनिबारको व्रत गर्दा गर्दै बुवा बित्न हो 1 वर्षसम्म ती गर्न भएन फेरि बाबाका गएर पनि शनिश्चर त्यहाँ उसलाई पनि 5 वर्ष 6 वर्ष 12 वर्ष त शनिबारको व्रत गरेको बुढाका 6 वर्ष छोराका 6 वर्ष अचर्काले भा शनिबारको व्रत लिने मान्छेले नुन तेल बिहान छुनी खानी होइन बिहान नुहाइदिने गर्दिन् पूजा गर्दिन् अहिले व्रत पनि खाने अरे पिपलमा गएर पूजा गर्दिन् विष्णुको पूजा गर्दिन् व्रत अनि खिर खाने अरे त दुध लिएर त्यहाँबाट होइन नक्कली व्रत साँझ पार त भयो के को हुने हो पानी नखाने हो व्रत साँझ पार त खिर खाने हो कि व्रत गर्ने त्यहाँबाट सम्झाउनु पर्यो त खिर खाइ चाहिने मलाई मिठो खिर शनिबार त दुधो मसिना भए त रोटी बनाएर खान्थ्यो दुधो मसी भए यति दुध मुसी त आटो थाक्थ्यौँ अन्त केलाई भने काम गर्न पर्ने दिउँसो दरो चिज खाएपछि गर्न सकिन्छ भन्नु बाख्रा पठाएर भयो पाडो हुन्थ्यो बाछा हुन्थे कहिले अब अलिअलि अन्न नदिनु हुन्न त तिमीलाई पनि अहिले त व्रत भने खान्छन् होइन साँझ पार त भयो अब दिनभरि बसेको तपाईँले आमा टोटल 12 वर्ष गर्न सबै गरेर दुई बाउ छोराको गरेर त 12 वर्ष गरेर अरू केही गर्न होइन त्यति पहिला व्रत गर्दा गर्दै बिरामी भएर जान आएको र 1 वर्ष अब किजो गरिएन 1 वर्ष त हाम्रो चिया पनि हामी त खाएन आमा छोरा कसैले पनि खाएनौँ चिया खान परेको पुसमा अगाडि जाडो भयो भने चिनी यति पोलेर चियापत्ती त उसिनेको हुन्छ चियापत्ती चोखोहरू उसिनेको हुन्छ सुकेसाको जस्तो चिनी यति पोलेर गाडीमा चिनी पोलेर त्यही यति खान्थ्यौँ नै त्यति खाइदिएन त्यही धर्म गरेर त चाहिने भकर हो नि त आमा त्यस्तो धर्म कर्म नगरेको कहाँ हुन्थ्यो खिर खाएर बसेर व्रत गरेर के हुन्थ्यो र हुन्थ्यो अब यत्थर पार त भयो चन्द्रमा देखेपछि कथा भन्नुहुन्थ्यो बाबुरामले यहाँ जेठीले गरिदिएको 5 वर्ष यहाँ अरू बुढाबुढीले गरे कि यहाँमा अरूले गरेनन् ठग अरू त सस्ता नि गर्न दिदी उसले माथितिर कि हजुरआमालाई यहाँ अलितिर किले मैले पहिला केटाकेटी बार्खा भयो त्यहाँबाट फेरि पछि केटाकेटी भएनन् सस्ता नि किताब त घरै राखेर पञ्चामृ बनाएर सुन्नलाई सुने त्यति नुहाइदाइ गरेर नपुगेर पो मलाई त हो पहिले फर्काट जान पर्यो के बेला छ अब काँचा दाउरा काट्न जाने बेला छ कि छ त दाउरा कहिले काहीँ त अङ्कल भएका बेला कान्छा अङ्कलले पढेको मलाई याद छ त कल बाबाले कल त्यहाँबाट दिदीले त्यहाँ लगभग 12 वर्ष त हम त
सेसानी किताब त यहाँ छ कर पढेको अङ्कल घर बस्दैन ऊ बिहान जाने साँझ आउने भए भन्थ्यो सेसानी अब एक वर्ष मैले भन्छु भनेर भने जाँदै त्यति फड्काट्न सकिने कोही बिराउन हुन्नको कथा बिराउन हुन्न गोमाको छ शिव भट्टको सती बडामनको तिनी अब सत्यदेवी विष्णुले महादेवलाई बिहा गर्दा सत्यदेवी झुक्काएर त्यहाँबाट यिनी कति छन् कथा नाम बिर्से तिनका 19 छोरा नै आमाले उसमा 2टा व्रत गर्न चाहिँ 12 वर्ष गर्नु छ नि त दुई बाउ छोराको गरेर 12 वर्ष गरेँ शनिबारको 5 वर्ष आइतबारको गरेँ मैले पहिले त्यहाँबाट तिनी अब मुखेका भिनाजुर आउँथे यहाँ पाउँ खाना उठ्न बस्न त्यहाँबाट अब कोहीको दिनभरि बादल हुने घाम नलाग्ने आइतबारको व्रत पनि सूर्य नदेखिकन खाना हुन्न त्यहाँबाट खाना काम गर्न जानु पर्यो नदेखिए बार नखाइकन गर्नु पर्को प्लेट अलिक टम्मो पल्का ठुलो पाम बाँधेर खस्छ त्यहाँ त्यस्तो खाना झाँक्री पराउनु हुन्न त मलाई त सानेर बानी ढाल्थ्यो त्यहाँबाट चाहिँ मुख्य माइदा मुख्य तिमीहरूले भने अब तिमीले छोप भाइ व्रत अब कहिले बाहिर सर्छन् कहिले अब बालफासित कि अब सबै गर्न बुवाले पनि गर्नु के हो बारीमा छिन्न पर्यो पुसोमा अब पनि बारीमा छिन्ने बेला हुन्थ्यो अब थापाहरू छर्ने उठेर कति खेती गर्ने त अहिले त दिन नपर्छ बेसाएर खाने जात अझै हुन्छ अझै पनि बाइन लाग्यो यो बेसाएर खाने अब घर त्यत्रो उब्जाएर बेच्ने दाइँ हाल्दा खाएर पनि बेच्ने घरबाट कापी कलम जुतो चप्पल ड्रेस अरू कपडा छोराछोरीलाई सबै त्यस्तो बेच्ने हो नि अब धान बेच्ने 27 मुरी त धान स्याहारी 55 सालमा त 27 मुरी धान भयो कि मेरा बा अब बिराखेतभरि सेउला काटेर सेउलाले माटो हलुङ्गो गराइदिन्छ त्यहाँबाट यताबाट जाँदा गोबर लिएर जाने मैले बर्किन्ला अब आमा छोराले 72 काम गर्नु पर्यो बाबाले 1 सात अगाडि ढिलो गरेर राखो त्यहाँबाट सेउला चट्यो त्यहाँ त धान त त्यसो त बिराखेत लगभग 14 मुरी झौँच्छ भयो अरे स्याहार्ने मान्छे नै यी साना साना अब प्रकाश पारेर त साना साना सीता पनि सानसानो एक सातसम्म त झेस्के रेशमका छोराछोरी उनी अलिक ठुला अलिक गरी लाग्न सक्ने क्या गणेश र सीता एक सात 10 दिन त यहाँ ल्याएर राखेर आमा जानुहोस् त लिन के भन्छन् मैले भने भन्दा तपाईँले भन्न राम्रो हुन्छ भनेर म गएँ कि पठाइन पर्यो नातिले तिमीलाई लिएर जान्छु मैले त भनेर भने त्यहाँबाट लिएर आएर गरी लाग्यो बिचरा त्यहाँबाट तिमी पारीबाट वारी जाउँ डाँडा आएको थिएँ त्यतिखेर गरी लाग्यो गणेश त ठुलै थियो गर धाना कपडा पनि ल्याऊ बोकेर थियो कर अचाल आउनु जाने छैन बसन्त पुरो पर हुन्छ अब कहाँ उहाँ गयो गाडी यहाँ सूर्य गइन्छ चाहिन्छ कता पस्नु थाहै छैन मलाई त ए मुखे विष्णु दुलाइले चिनको खबर अचाल अरे समला रोग लाग्छ अरे किडनीमा रोग लाग्छ अरे त्यहाँबाट अरू टिभी के अब मर्ने बेला लाइस मान्छेलाई काल दुःख दिने छ को क्लियर बुझौँ न हामीले कुरो अब अगाडि छ दुःख दिने छ पुण्य त्यही भएर गर्नुपर्छ अब आमा पुण्य गरेपछि चाहिने भगवान्ले हेर्छन् पुण्य नगर्ने अनि कहाँबाट हेर्नु त भगवान्ले
होइन र रेशमलाको रोग लाग्छ अरे भने पर हाम्रो भाउजू भी त्यहाँ त आएको थिए ए भदै पनि मैला किन भएको 12-15 भारी घाँस त वैशाख जेठको घाँस पो 15 डाले घाँस त्यही त मैले कहिले उयो गरिदिन्थेँ कहिले बिपुजिया ठुला पोखरा ल्याएर राखिदिन्थेँ मेरा बा गस्तीले त्यति घिउ दिदी जाऊ खेत जान पर्ने मलाई यहाँ यस्तो घाँस भएर जान पर्ने केला कहिले मैले लहर जाइदिन्छु कहिले यहीँ झर्नुहोस् भन्थेँ खेत अलिउन पर्ने त्यति त बिहा धेरै अतल भाव अतलको अलिक पुग्छ गरिन्छ घाँसले चाहिँ घरतिर भदैले टाढा गयो अब के हाल्यो आमा रुवा पनि चढ्नुहुन्थ्यो नि पाता पाता चढ्ने तल्ला खना त सबै काट्ने कर 60 वर्ष पुगेपछि मैले विचार गरिदिन्छु 60 वर्ष पुगेपछि मलाई रुख चढ्न डर लाग्छ त्यहाँबाट त्यो सुदरलाई कृष्णलाई लाउन बाग यति खसाइदिउँ भनेर कहिले केटाउटी खसाइदिन्थेँ अब फेँदा काट्थेँ 60 वर्ष पुगेपछि त्यसरी महिलाको उमेर 60 वर्ष पुगेपछि अलि घर पुगेछ अहिले 10-15 वर्ष भयो ज्यादा रुख घाँस काट्न छोडेको अब भैँसी धुन हात अलि चाँप्ने नसा फुट्छन् ठुला नसालाई जेलेका साना नसा रङ जात्रा नसा हुने त पढ्नु डाक्टर पनि डाक्टर बन्द हुन्छ र कोही मार्ने डाक्टर पनि हुन्छ त्यहाँ कति ठाउँ दिदीले जाँचाइए टिभी हो त भनेर टिभी हेरेर कोही व्यथा चिन्न सकेन त्यहाँ यहाँ फेरि हुन त नदेख्थ्यौँ यिनी दुईवटा हातका यहाँबाट यता त्यस्ता राता छाप देख्थ्यौँ कि मलाई भित्रभित्र मलाई चिन्ता लागेको के भएर यस्ता चाला देख्थेँ भनेर त्यहाँ 60 शिशुसित काठमाडौँ गएपछि दिदीले जाँचाइ गएर त्यहाँ देख्थेँ चाहिँ मैले व्यथाको त यस्तो हुन्छ भनेर त्यहाँ तिमीले के पत्ता लगाएन यहाँ नेपालीले त्यहाँबाट एक दिन कुना अस्पतालमा लिएर गएपछि कुना मुलुकको भाउ जापानको हो भाउ कहाँको हो डाक्टर आउँछ दिदी त बात जाने कि अब पढी उसको बातले कुरा आएछ त्यहाँ जाँदाखेरि चलो खोलेर शरीर हेर्नु त्यहाँबाट आँखा हेर्यो साँतै शरीर हेर्दाखेरि त्यहाँबाट कमजोरी भएर 5 लिटर नउचाल्न भनेको कमजोरी भएर त्यो अतल पनि त जहाँ यसो झार गोड्दा नि अलिक डह्रो झार छ भने यहाँ चिडिक्क छाप देखिएको हुन्छ त्यहाँबाट घरको बारीको दुध अन्डा मासु खाना पर्छ कमजोरी भएर अरू रोग होइन भनेर त्यसले भनिदिएपछि त्यहाँ दिदीबाट मस्त बेलुकी कोठा आएर कुरा गरेँ यस्तो भनौँ आमा मैले बुवा हुनुहुन्न उसका बातमाको बुवा हुनुहुन्न त्यही मासु अन्डा कि खानुहुन्न आमाले त्यसैमा व्रत बस्नुहोस् भनेर भनेपछि त्यहाँ 12 महिनाको 1 किलो अनार खाना भनेको पहिला त खान्थेँ अलिअलि कहिले काहीँ ल्याएर कहिले माइला अङ्कलले कहिले काम थाले ल्याइदिन्थेँ त्यहाँबाट खान्थेँ कहिले यो सुगर लाग्दैन र अनार पनि गुल्लाले अलि बाधा गर्छ भनेर खान छोडेँ व्रत छोरा मुष्टि उठाइयो शनिबारको व्रत आइतबारको व्रत एकादशीको व्रत मेरा बा व्रत रहेछन् 4 लाख बत्ती आफ्नै हातले काटेर बाले आफ्नै हातले 4,50,000 11 सरी 4,50,000 बत्ती मेरै हातले काटेर त्यहाँबाट अरूका कतिका काट्ने तारा खसे एउटी घुसाल्नेका 70,000 काटिदिए हमारी आमादी गला छिया हमारी दीदी घर थी दीदी चित्र सिराते की आमा का 1 लाख
त्यहाँ शनिबारका हामला बोर्डिङमा उही बच्ची काट्दै जाने तपाईँ त्यही त अब माथि कमलाका धरम पानीका 1 लाख काटेँ अब मम्मीलाई पार्वता दिदी यिनीहरू नन्दा भाउजीलाई 51 लाख 500 रुपियाँ काटिदिने म त हात खाइदिए बसिनँ तपाईँ त हात खाली कोही गर्नुहुन्न हात खाली म कोहीले बसिन त कम्प्युटर लगाइदिनु त आमालाई छटपट्टि लाग्छ भनेर कम्प्युटर लगाइदिएपछि भुल्नुहुन्छ भनेर कलेज जाँदाखेरि कम्प्युटर लगाइदिएर विदेशका लगाइदिन्थ्यो लगाइदिएर छोड्थ्यो हात खाली गयो है लेरेङ घरको लतार हिँड्नेहरू त दुई चार त्यही भएर त 2-4 जनाले खोज्दै गरौँ पनि आमाले यस्तो काम गर्नुहुन्छ यस्तो धन्दा गर्नुहुन्छ बत्ती काट्ने टोकरी फुट्ने कोही मरेका आमा अब कस्तो हुँदैन केटाकेटी हटारिने गइयो एकदिन त्यो सानसाना थियो पोक्नु भएर बहिनी पनि उहाँ जाँदा को हो त भन्दा त सन्नाडा 20 मिनट सम्झ्दैन यो चिन्तामणि कि दुराई मलाई देखेर त रोई बिचरा बाउ जाँदा जाँदै मरेछन् कसैलाई बसेछ होला नि सुक्दैन आमा पनि 50 वर्ष कि भयो खर्की मरेछन् कस्तो छ भने खाराले घरको धुरी काटेको त्यस्तो अब कसले बनाएको त्यस्तो किन भाइहरू पनि बाबु खाइ जाँदा एउटा ठुलो 25 वर्षको कान्छो 23 वर्षको भन्थे त्यहाँ यो दिदी यो चाहिँ त्यहाँ आमा मरेकी बाउ कहिले मरेका 2 वर्ष भएका बाउ मरेका त्यहाँ गएपछि टपी खुसिएको अब बडीबाट आउनु बेला त जान पर्दा सानो केटो त हर्छ त्यहाँको गाडीमा उर्दै गर्दा म त बाटोसम्म जान्थेको दिन पनि त्यहाँ आइए त्यहाँ आमा दिनी आउनु होला भनेर रोइ बिचारा त्यहाँ अर्को नि गयो निक्लिने दिन बाबुलाई पनि लिएर आउनु होला तपाईँ अनि अब पढ्न छोडेर त त्योलाई त क्यारो यो म पैसा तिरेको 6 कर खान पाएन नि होइन र अन्त बडीमा एक दिनको पढाइ पनि त छुटाउन भयो र त्यहाँ मैले त्योलाई पकाएर खुवाएर म गएँ त्यहाँ भित्र परिकल्पना लाउने मैले त मन्दिर आउँछ मोइरी आयो कि भनेर त्यहाँ त पाएको मान्छे त बिचरा कोही नै को हो र त्यहाँ आफ्ना दाजुभाइ चरे पाइन्छ भाइ त्यहाँ राथुमे रामेले लैदिएको थियो गाग्रिया दुध त्यहाँ सैन्यडाका चिरञ्जीवीले उनको कुनले लैदिएको थियो 3 गाई दुध उठेर डेरी थिएन यहाँ टिको लगाइदिन खोजेको थिएँ म त टिको त लाउन बाबु मलाई पैसा टिको पनि लाउन मलाई पैसा पनि चाहिएन भने यत्रो दिन दुःख पाउन दुःख पाए पनि मलाई चाहिएन भने त्यहाँबाट नमानी घुसाइदिएको थिएँ तिमीलाई त्यही दिन 4 नास्ता दिएको थिएँ त्यहाँ कहिले लोगामा बत्ती काटिदिनु सक्छन् पूजाहरूलाई पनि त्यहाँ मरेको ठाउँमा अब जहाँ पनि गइयो अरू त अस्पतालमा काम गर्ने केटी दाइले मागेर पुत्केटी माझी छोरी बिहा दिनको त्यहाँ त्यसको दुला हो त टाइप भएर मरो त्यहाँ अस्पतालमा काम गर्छु त्यहाँबाट त्यसले वर्ष दिनका गर्दाखेरि भित्र गर्नलाई मलाई बोलाइ अचल त छैन त्यो त्यहाँ उनी देख्दिनँ पर मैले काठमाडौँतिर गइसकेँ कि छोराछोरी पनि त्यही पनि पढ्थे ठुल्ठुला भए अब 11 वर्ष भयो जाइ गर्दो छोरो विदेश होला सके त्यहाँबाट मैले 1 किलो तरकारी बेसाएर लिन कर 5 वर्ष भएदा पनि म भएन त म त लिने अहिले हिँड्थेँ गएको माइत जान्थेँ कतिले खिर पकाएर ल्याइदिने कतिले पुराउने मोटर ल्याइदिने कसो अब तिनी नरकनतिर केटी उसले चुला 22वटा त त्यहाँ वरिपरि बस्नेका चुला उचालेर लिएर हिँड्ने चुला बनाइदिउँ त्यहाँबाट बिरामी 1 वर्ष पहल लाग्यो बटौली गएर आइदियो त्यही खर्च जाँदा बटौली बेचा थियो ग्यास त्यही सर्छ त्यहाँबाट
दाना कमाइला उनीहरू घमालाई औषधि ल्याइदिने भन्छु कि डाक्टरलाई बोलाइदिनु बुढी मान्छे भर्ना गर्नु सानो केटो त्यहाँबाट बोलाउँदा बोलेन भाँडा बन्ने चिज जतिको बोलेन त्यहाँबाट खरानीको मूर्ति बनाएर बोलाउँदाखेरि गरौँ अरे त्यहाँबाट त्यही गराउँदा गर्दै मान्छे भए पहिला जुगमा वनमा बस्ने गाईको दुध खोचामा दोएर खाने ओडारामा बस्ने जाडो पनि भएन त्यस्तै शक्तिमान भएर जन्मिएको त्यहाँबाट धेरै समय वर्षपछि अब कति 2000-3000 वर्षपछि होला खर मुसाले 7 समुद्र पारबाट मकैको बिउपल यस्तै उताबाट समुद्र मुनिबाट खोलेर ल्याएर वनमा तिनी उम्रे फले अरे त्यहाँ धानको चामलले फल्थ्यो अरे त्यहाँबाट तिनी यो के होला खाने चिज होला यो न भने सोरके ल्याए भाँडो भएन त्यसै खाए त्यहाँ पछि भाँडा बनायो धातु आयो अब भाँडा बनायो आगो खडै परे बेलामा पुरा पहर आउँथ्यो ढुङ्गा पल्टिएर त्यो आगो उठेर वनमा आगो लाग्ने गरौँ अरे पहिला लाइटर हुन्थ्यो र त्यही कुराहरू दिन्छु त्यहाँबाट त्यो आगो ल्याएर ओडारामा बाले अरे त्यहाँबाट तिमी त्यो बिउपल ढुङ्ग्रा राख बल्ल पहिला जुगमा त 10,000 वर्ष त मान्छेले त्यति जाति भएन बल्ल अब अलिक पछि द्वापर जुग त्रेता जुग त अब यसरी राम्रै भयो अहिले अब कलियुगमा अहिले त के छ त्यति अहिले त चाहिने के आयो चाहिने जमाना के आयो जस्तै भयो नि घरसँग घुस्यौँ खामी गाउँ है अब बाधी अब के सार्की अब के जातलाई सुन्दैनन् अहिले त पहिला कस्तो हुन्छ पहिले त आर्न गए हँसिया पिटाउन गएर आएपछि मलाई आमाले म सानसानी छँदाको 3-4 होइन गाउँका 5-6 होइन भएर जान्थ्यौँ हँसिया लिएर जाऊ केटाकेटी हँसिया बनाएर लिएर आऊ खर्काट्ने बेला आऊ झोला हँसिया राखिदिने त्यहाँ जान्थ्यौँ त्यहाँ गएछ 30-35वटा हँसिया बनाउनु त बिहान बित्थ्यो त्यहाँबाट अबेला 10-11 बजीतिर आउनु त्यहाँ यत्थर आउने यत्थर आयो भने त्यहाँबाट उसमा सुनपानीले छेप्नु त्यहाँबाट हातबाट धोएर सुनपानीले छेपेर त्यहाँ बल्ल भित्र पस्नु अहिले त कहाँ त अब राममा पनि घरसँग घुस्यौँ बन्छ चौतारा मन्दिरभित्र जान्छन् जान्नन् बाहिर टिको लगाइदिन्छन् धुरो लगाइदिएको थियो अरे बाहिर अहिले